सम्पूर्णमा नमस्कार। यो यस्तो ठाउँ हो जुन ठाउँमा हामीहरू आएको छु हिजो। यो आउने ठाउँमा नयाँ नेटको सुविधा छ, नयाँ टावर बस्छ, 1-2 टावर मात्रै बस्छ। यहाँ आउनको लागि 5-6 घन्टा पैदल हिँडेर आउनुपर्छ। त यो ठाउँमा आउँछ। यो यस्तो विकट एरिया हो, यस्तो ठाउँ हो, यहाँ बस्नको लागि मान्छेलाई कम गाह्रो छ। कुनै आपद विपदमा यहाँ कुनै मान्छेलाई केही भइदियो भए त्यो जानबाटै खेल्नुपर्छ जस्तो ठाउँ हो। यहाँ धेरै असुविधा छ, तैपनि मान्छे यहाँ बसिरहेछ। किनभने जस्तो ठाउँ भए पनि मान्छे बस्छ, तर राज्यलाई हेर्नुपर्ने ठाउँ हो। यहाँ सबै सुविधाको व्यवस्था मिलाइदिनु पर्छ। यहाँ न नेट काम गर्छ। हामी त हिजैदेखि आएर मोबाइलमा एउटा फोन आएको छ, न जान्न टावर छ। अब कसरी यहाँबाट निस्किने गाह्रो त्यस्तो छ। तर यहाँ हरेक सुविधा बनाइदिनु पर्यो। हामी बिहानै 5 बजे निस्क्यौँ घरबाट। ठ्याक्कै हामी आफ्नो जुन ठाउँमा आउने प्रयास गरेको थियो त्यो ठाउँमा आइपुगेको छु। ठ्याक्कै घरबाट आउँदा 22 घन्टा लागिसक्यो गाडीमा। यो चाहिँ भोजपुरको के भन्छ गोठे बजार भन्ने ठाउँ हो। यो हेर्नु कत्रो खोलाहरू बगिरहेछ। हामी झन् अब हिँडेर 3 किलोमिटर माथि गइरहेछु यो ठाउँमा आज बस्ने कामको सिलसिलामा आएको। हेर्नु त हाइड्रो पावरको काम भइरहेछ। हस्त नमस्कार, धन्यवाद।